गणेश। म चाहिँ नेपालबाट अहिले चाहिँ बेलारुसमा मसरुम कम्पनी बोन्चेमा काम गरिरहेको छु। धेरैजना नेपाली साथीहरूलाई फुल्दुली लागिरहेको हुन्छ, मसरुम कम्पनीमा काम कस्तो हुन्छ, के काम गर्नुपर्छ, हामी बेलारुस गएर भन्ने लागिरहेको छ भने हामी यहाँ आएर च्याउ कटिङदेखि लिएर च्याउ हुर्काउनेदेखि लिएर हैन त्यसलाई चाहिँ खाली गर्नेसम्म चाहिँ हाम्रो काम हुन्छ। जस्तै हामीले चाहिँ यो साइजको यो ठुलो साइज, जस्तै यहाँको फोरमेनले चाहिँ यो साइज यो दिनमा टिप्नु भनेर भन्नुहुन्छ। अनि ती अनुसारले हामीले यसरी खाली गर्दै हामीले च्याउलाई चाहिँ खाली सक्छौँ। र हामीले काम गर्दाखेरि यो चाहिँ युनिफर्महरू, यो कोटहरू, यो ड्रेसहरू चाहिँ यहीँ हामीले लगाउँछौँ। त्यसपछि यो चाहिँ सातोसको भन्छ, यो चाहिँ हामीले नाइफहरू, अनि त्यसपछि हामीले जुत्ताहरू, यो चाहिँ युनिफर्म ड्रेसहरू चाहिँ यहाँ हामीले काम गर्ने क्रममा हामीले लगाउनु पर्छ। र त्यसपछि हामी जब यो पन्जा फोर भइसकेपछि हामीले प्रत्येक समयमा यो मसरुममा चाहिँ कालो दाग नआओस् भनेर हामीले चाहिँ मसरुमको लागि नयाँ पन्जा लगाउँछौँ। काम गर्दाखेरि हामीले यो सानो ट्राली, अर्को एउटा बिग ट्राली हुन्छ, सानो ट्रालीमा चाहिँ यो चाहिँ वेट मेसिन, यो चाहिँ हामीले कुन साइजको च्याउ कुनमा राख्ने। जस्तै यहाँनिर चाहिँ अहिले 2 सर्ट छ, यहाँनिर फर्स्ट ग्रेडको, यहाँनिर 6 को च्याउ छ होइन, यहाँ चाहिँ 3 को राखेको छु। तल रिकन्डिसन छ कि 5 को होइन, ती च्याउहरू हामीले राख्छौँ। र राख्ने क्रममा यो चाहिँ वेट मेसिन, यो चाहिँ चक्कु, र हामीसँग स्टिकर हुन्छ, हामीले स्टिकर लगाउँछौँ। हामीले काम गरेको स्टिकर चाहिँ त्योबाट कति केजी काट्यो भनेर दिनमा त्यो स्टिकर स्क्यान अनुसार हाम्रो वेटहरू आउँछ।